एउटा मान्छे प्रतिको कल्पना गरौँ त अहिले हामीले कसरी अहिले हामीले हैन नेता भन्दै गरेका मान्छे जसलाई हामी नेता भन्दैछौँ उनीहरू कोही मर्दाखेरि कोही मर्ला त्यो सम्भवै छैन अब अहिले त खुसी मनाउने भन्छ नि फेसबुकमा हेरौँ पनि डर लाग्छ कहिलेदेखि आजसम्म हेरौँ न कोही छ त छैन जो मर्दैछ कुनै एउटा थर्ड लिएर जन्मेको मान्छे उसँगै मर्नका लागि त्यति धेरै मान्छे तयारी छन् भनेपछि कत्रो सशक्त भनेको कति चाहिँ सत्यतामा आधारित थर्ड होला के त्यो चिज त्यही त म पनि अचम्म लाग्छ यो चिज कसरी भयो त्यो बेलामा त्यो त पुरानो जुग हो सत्ययुग हो वास्तवमा त्यो त अहिलेको पिरियड हेर्ने हो भने आजभन्दा 100-150 100 वर्ष अगाडिका मान्छेहरू छन् त्यो समाज छ एउटा महिला कतिपयले 2-3 श्रीमानसँग बिहा गरेकी महिला घर छोडेकी महिला लोग्ने मरेकी महिला एउटा त लोग्ने मरेको पनि छ 2-3 जनासँग बिहा गरेकी महिला अनि उसको मोमेन्टलाई त्यसरी साथ दिनुपर्ने के को लागि त केही त थियो होला नि त योगमा त्यसै त मान्छे ज्यान दिन तयार हुँदैन नि त